हिउँले ढाकेर मुसुक्क हाँसेका हाम्रा सेता हिमाल हेर्दा हेर्दै काला भइसके। पानीका मूल सुक्दै गएका छन्। हिउँदे वर्षा हुन छोड्नु चिन्ताको अर्को विषय हो। पानी नै नपर्ने हिमाली जिल्लामा हिजो आज बेल बाढी आउने गरी पानी पर्न थालेको छ। कहिले आरीले घोप्टाए जस्तो गरी पानी पर्छ भने कति दिन त वर्षामा नै पानी पर्न छाडेको छ। मनाङ, जुम्ला जस्ता हिमाली जिल्लाहरूमा बाढीले ठूलो क्षति पुर्याएको छ। आखिर किन यस्तो हुँदैछ? कुरा प्रष्ट छ, जलवायु परिवर्तन। नमस्कार, म पवन घरती मगर। आजको श्रृङ्खलामा जलवायु परिवर्तन र यसले पारेको प्रभावको बारेमा छलफल गर्दैछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट र यस च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। अब लागौँ आजको श्रृङ्खलातर्फ। जलवायु परिवर्तन भनेको के हो भनेर जान्नका लागि सबैभन्दा पहिले मौसम र जलवायु बीच के फरक छ भनेर जान्न जरुरी छ। दैनिक रूपमा पृथ्वीको वायुमण्डलमा आउने परिवर्तनलाई मौसम भनिन्छ। जस्तै घाम लाग्दा लाग्दै बदली भई चिसो हुने, एकैछिनमा पानी पर्ने, हावा चल्ने आदि। त्यही मौसमको लामो अवधिको औसत अवस्था अर्थात् करिब 30 वर्षको अवधिलाई जलवायु भनिन्छ। उदाहरणका लागि मौसमले कुन दिन हामी बाहिर निस्किँदा कस्तो कपडा लगाउनु पर्छ भन्ने कुरा निर्धारण गर्छ भने जलवायुले कुन बाली कहिले लगाउँछौँ भन्ने कुरा निर्धारण गर्छ। जलवायु परिवर्तन भनेको औसत अवस्थामा देखिने परिवर्तन हो। विश्वभरि तापक्रम बढिरहेको कारण जलवायु परिवर्तन भइरहेको छ। पहिले सूर्यको गतिविधि, ज्वालामुखी विस्फोटनका कारणले गर्दा यस्ता परिवर्तन देखिन्थे, जसलाई प्राकृतिक मानिन्छ। तर आजभन्दा 2024 वर्ष अर्थात् सन् 1800 देखि भने मानव गतिविधि नै जलवायु परिवर्तनका मुख्य कारण भएका छन्। मुख्य रूपमा कोइला, तेल र ग्यास जस्ता जीवाश्मक इन्धनको निकै धेरै प्रयोगको कारण जलवायु परिवर्तन भइरहेको छ। जीवाश्मक इन्धन जलाउँदा हरितगृह ग्यास, विशेष गरेर कार्बन डाइअक्साइड र मिथेन उत्सर्जन हुन्छ, जसले पृथ्वीको वरिपरि रहेको एउटा सतहलाई नै नष्ट गर्दै जान्छ। यो सतह कमजोर वा नष्ट हुँदै गएपछि सूर्यको ताप सिधै पृथ्वीमा आउन थाल्छ र तापक्रम बढ्न थाल्छ। तापक्रम बढ्नु नै जलवायु परिवर्तनको मुख्य कारण हो। तापक्रम बढाउनका लागि हरितगृह ग्यासको मुख्य भूमिका छ। जलवायु परिवर्तन निम्त्याउने मुख्य हरितगृह ग्यासहरू कार्बन डाइअक्साइड र मिथेन हुन्। उदाहरणका लागि पेट्रोल र डिजेलबाट चल्ने गाडी वा कुनै उद्योगमा बाल्ने कोइलाबाट कार्बन डाइअक्साइड निस्किन्छ। जमिनको सतह भत्काउँदा र रुखहरू काट्दा पनि यी ग्यास निस्किन्छ। आधुनिक कृषि तथा पशुपालन गर्दा पनि मिथेन ग्यास निस्कन्छ। यी दुवै ग्यास जलवायु परिवर्तनका कारण हुन्। जलवायु परिवर्तनबाट विश्वका धेरै देशहरू समस्यामा पर्न थालेको छन्। विकसित देशमा जलवायु परिवर्तनको देखिनुको मुख्य कारण उनीहरू आफै हुन्, किनभने विकास र युद्धको लागि वातावरण र जलवायुलाई विनाश गर्ने काम गरेका छन्। विकसित देशले आफू विकसित हुन् के गरेनन्? जंगल सिद्ध्याए, औद्योगिकरणको सिलसिलामा निकै धेरै कार्बन उत्सर्जन गरे, विशाल आणविक र कोइला भट्टी चलाए, विकासको नाममा समुद्र पुरेर जमिन बनाए, पहाड फोरेर कृत्रिम ताल बनाए। यस्ता हरकत गरेपछि प्रकृतिले बदला त लिने नै भयो, जलवायु परिवर्तन भएर। तर नखाएको विष लाग्यो नेपाल जस्ता कम विकसित र हिमाली क्षेत्रका देशहरूलाई। नेपालले जलवायुलाई असर पर्ने खालका धेरै गतिविधि गरेको छैन। न त यहाँ धेरै औद्योगिकरण भएको छ, न त अत्याधुनिक हतियारसहितको युद्ध, न त वन विनाश नै। तर पनि विकसित देशले गरेको हरकतको मार नेपालले खेप्नु परेको छ। WWF को तथ्याङ्कले नेपालका लागि एउटा चिन्ताजनक कुरा देखाएको छ। विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ र यो प्रवृत्ति निरन्तर हुने सम्भावना छ। नेपालमा तापक्रम वृद्धि विश्वको तुलनामा धेरै छ। तापक्रम जति बढ्दै जान्छ त्यति नै जलवायु परिवर्तनको असर पनि देखिँदै जान्छ। नेपालको अर्थतन्त्रको मुख्य स्रोत भनेको कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरू हुन्। जलवायु परिवर्तनको असर यी क्षेत्रमा देखिन थालिसकेको छ। यसको प्रभाव भविष्यमा झन देखिने सम्भावना छ। कुनै बेला धान निर्यात गर्ने नेपाल अहिले युवा निर्यात गर्छ र कमाउँछ, त्यसैले नै देश चलाएको छ। उसै पनि खेतीपाती घट्दो छ, त्यसैमा जलवायु परिवर्तनको मार थपिएको छ।
बर्खाको समयमा पानी नपरेर धान रोप्न पाइँदैन। कार्तिकमा कुशलधारे पानी परेर पाकेको धान खेतमै नष्ट हुन्छ। नयाँ खालका कीटाणु र रोगव्याधिले बालीनालीलाई क्षति पुर्याइरहेको छ। वन मन्त्रालयको एउटा तथ्याङ्कले अतिवृष्टि, अनावृष्टि, खडेरी र बाढीका कारण कृषि उत्पादन, पशुपालन, मत्स्यपालनको उत्पादनमा 10 देखि 30% कमी आएको देखाउँछ। कुरा गरौँ जलस्रोतको। हिमाली क्षेत्रमा हिउँ पग्लिँदा हिमालबाट सुरु हुने नदीहरू हिउँद र सुक्खा याममा सुक्न थालेका छन्। खानेपानीको आपूर्ति, सिँचाइको लागि पानीको अभाव हुन थालेको छ। भविष्यमा यो सम्भावना झनै बढ्नेछ। समस्या कृषिमा मात्र नभई जलविद्युतमा गरेको अरबौं लगानी अनिश्चित भएको छन्। सबैजसो आयोजना बगेको पानीमा आधारित छन्। पानी सुक्दा आयोजनाबाट बिजुली उत्पादन हुन सक्दैनन् र ती आयोजना बन्द हुन सक्ने सम्भावना देखिन थालिसकेको छ। हिमालमा हिमताल फुट्ने खतरामा रहेका छन्। तापक्रम बढेपछि हिमाल हिउँ पग्लन थालेर हिमाल कालो चट्टानमा परिणत हुन थालेको छन्। कृषि उत्पादन कम हुन थालेको छ। बढ्दो तापक्रमका कारण मनाङ, मुस्ताङ जस्ता हिमाली जिल्लामा समेत लामखुट्टे देखिन थालेको छन्। भनेको समयमा पानी पर्न छाडेको छ। कहिले अनावश्यक भारी वर्षा भएर बाढी, पहिरो, डुबान जस्ता विपद सिर्जना गर्छ, त कहिले सुक्खा भई खडेरी निम्त्याउँछ। यी सबै जलवायु परिवर्तनका कारण देखिन थालेको असरहरू हुन्। हाल जलवायु परिवर्तन कम गर्न नेपाल लगायत विश्वका अन्य देशहरूले विभिन्न काम तथा कार्यक्रमहरू गरिरहेको पाइन्छ। यी प्रयासहरू अझै पनि खासै प्रभावकारी हुन सकेको देखिँदैन। त्यसैले विश्वका सबै देशहरू मिलेर हातेमालो गर्दै जलवायु परिवर्तन कम गर्ने कामहरू प्रभावकारी रूपमा गर्न आवश्यक देखिन्छ। जलवायु परिवर्तन र यसले नेपालमा पारेको प्रभाव र पुर्याउन सक्ने जोखिमको बारेमा जति कुरा गरे पनि कम हुन्छ। हामीले छोटोमा अहिलेसम्मका प्रभाव र निकट भविष्यमा आइपर्ने सङ्कटको कुरा गर्यौं। यो सामग्री हामीले बीबीसी नेपाली सेवा, वन मन्त्रालयमा प्रकाशित रिपोर्ट र अन्य अनलाइनमा प्रकाशित सामग्रीबाट अध्ययन र सङ्कलन गरी तयार पारेका छौं। तपाईलाई भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा छोड्नुहोला। साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। धन्यवाद।